हेलो साथीहरु, आज चाहिँ मैले अंडा करी बनाउन लागेको है। अनि मैले सामान तयार गरे अनि मेरो पास चाहिँ मिक्सी छैन है। अनि मिक्सी पिस्न चाहिँ म तल गए इस्कुगर अनि पिसेर अंडा चाहिँ मैले चाहिँ तलेर बनाउँछु है। अनि मैले चाहिँ तल्न लागेको, त्यसपछि फेरि यहाँ चाहिँ तलिसके, फाइनली बनिसक्यो अंडा करीको सब्जी अनि चावल। अनि म चाहिँ खाना बसेको। अनि कोकोलाई मन पर्छ अंडा करी, मैले त खाए अनि मिठै थियो। प्याज र टमाटर चाहिँ मैले पिसेर बनाएको थिएँ ग्रेभी, अनि राम्रो भएको थियो। अनि मैले त खाए। तपाईहरुलाई चाहिँ कोकोलाई मन पर्छ भन्नु है। अनि नानीले फेरि आफै खान्न नि त, त्यही भएर फेरि मैले फेरि खिलाउनु पर्छ उलाई पनि। अनि खाँदै बस्दै मैले पानी लिएर आएको थिएन, त्यही अनि पानी लिएर आऊ भनेको भए मान्ने होइन फेरि नानीले फेरि। अनि हजुरहरूले पनि यस्तै गरेर बनाएर खान सक्नुहुन्छ। हुन त सबैलाई आउँछ पो हैन, यो त नर्मली हो, त्यही पनि भनेको। अनि ओके बाई।